आज चाहिँ भिडियो बनाउँदैछु। म चाहिँ चर्चबाट आएको अनि बहिनी पनि चर्चबाट आउँदैछ। अनि आज चाहिँ म चाहिँ धेरै दिनपछि चर्च गएको होइन, रमाइलो पनि भयो आज चाहिँ। अनि आज चाहिँ चर्चमा मगनी पनि थियो, मगनी पनि देख्न पाइयो। अनि त्यसपछि खाजा पनि खाइयो। पुरा रमाइलो भएको छ आजको दिन चाहिँ। आज शनिबार हो, आज हामी खासै केही काम पनि गर्दैनौँ होइन। अनि यसो बाटोमा जाँदाखेरि भिडियो सिडियो लिउँ भनेर चाहिँ खास गरेर भिडियो लिएको। कान्छी पनि आइज न, म एकछिन कतिखेर आउने, बहिनी नआउने अरे अहिले होइन। उसलाई लास लाग्छ अरे अगाडि आउनलाई, त्यो भएको कारणले गर्दाखेरि म मात्रै छु। अनि अहिले भरेतिर बहिनी आउँछ। अनि बहिनीसँग पनि कुरा गर्नु होला। हाम्रो बहिनी आइज न, आइज यता, आइज यता। हेलो साथीहरू, नमस्ते। के छ हाल खबर? एकदम ठिकै छ। अनि आज कस्तो भयो त चर्च? एकदम रमाइलो भयो, ब्लेसिङ भयो। अनि आज चर्चबाट के आशिष पायो भनौँ त? आज मगनी भएको थियो अनि त्यही मगनीको बारेमा राम्रो कुराहरू सिकाइराख्नु भएको थियो हाम्रो पास्टर। मगनी भएपछि के गर्नु हुँदैन रे? सँगै बस्नु हुँदैन, भेट्नु हुँदैन। परमेश्वरको नियम अगाडि अनुसार चल्नु पर्यो होइन। गाह्रो छ। अनि अरू यस्तै कुराहरू भन्नु भयो, सिकाउनु भयो। अनि हेर्नु न, अहिले चाहिँ हामी रुम जाँदैछौँ। अनि दिदीले फेरि भ्लग बनाउनु भयो क्या। अनि त्यही भएर खासै अब मलाई यसरी भिडियोमा बोल्न त्यति खासै आउँदैन। त्यही पनि नआए पनि धेरै नै बोलिसक्यो भन्दा नआए पनि अलिअलि बोलिन्। अनि यता पनि हेर्नुहोस् न, यस्तो खालको भिडियो छ। यस्तो यो चाहिँ घर छ है साथीहरू, हेर्नु ल। यता चाहिँ सम्म छ, राम्रो ठाउँ छ यतातिर। म तपाईँहरूलाई यता पनि देखाउँछु। यो चाहिँ यो साइड भयो भनेपछि यो साइडतिर पनि एकदमै राम्रो छ। हेर्नु है, मैले तपाईँहरूलाई देखाइरहेको छु। हामी चाहिँ यो बाटो हुँदै चर्च जान्छौँ। अनि यता पनि हेर्नु ल, यस्तो तरिकाले देखाइदिन्छु म सबै। माथि अनि यस्तो गरेर हेर्दाखेरि माथिको घरहरू पनि देखिन्छ। हेर्नुहोस् है, तपाईँहरूलाई यतातिर घरहरू बनाउने होइन। अनि यस्तो तरिकाको यता घरहरू पनि यो चाहिँ माथितिर त के अरे, माथिल्लो भेगतिर नाम के? नामकेतिर यता चाहिँ घरहरू दामी छ, राम्रो छ है। मेरो क्यामेरा यता भयो कि। अनि हामी अहिले बहिनी अनि म चाहिँ उते मासतिर पुगिसकेपछि चाहिँ के अरे ऊहरू के अरे कहाँ यता आइज त। हामी दुईजना चाहिँ अब सानो गीत गाउँदै आउन। आजको गीत के गाएको अरे, के गीत गाएको अरे आज भेटेको गीतमा? प्रभुजी तिमीलाई के चढाऊ, गा त, गाउनु न। प्रभुजी तिमीलाई के चढाऊ, यो मेरो सब जीवन तिम्रै हो। उकालोमा हिँड्न सकेन, गाउन नि सकिएन है। अहिलेलाई चाहिँ यति नै। मेरो हात पनि गलिरहेछ, त्यो भएको कारणले गर्दा आइएम सो सरी। छाता ओरेरै पो